नवकुण्डली एपले अहिले चलिरहेका फिचर्सहरू फ्रीमा र अब छिटै नै नयाँ फिचर्सहरूलाई सब्सक्रिप्सन प्याकेजमा ल्याउने तयारी गरिरहेको छ। अब आउने सब्सक्रिप्सन प्याकेजमा यस्ता फिचरहरू समावेश हुनेछन्। पहिलो फिचर रहेको छ व्यक्तिगत घडी। तपाईँको जन्मकुण्डली अनुसार शुभ तथा अशुभ समय पहिचान गर्न विशेष रूपमा तयार गरिएको व्यक्तिगत घडी समावेश हुनेछ। दोस्रो फिचरमा व्यक्तिगत पात्रो रहनेछ, जसमा व्यक्तिगत कुण्डली र पञ्चाङ्गको आधारमा तयार गरिएको पात्रो, जसबाट तपाईँको लागि शुभ अशुभ दिन तथा व्यापार र यात्राका लागि उपयुक्त दिनहरू हेर्न सकिन्छ। तेस्रो फिचर रहेको छ विस्तृत भविष्यवाणी, जसमा कुण्डलीमा रहेका 9 ग्रहको राशि, भाव, दृष्टि तथा अन्य ज्योतिषीय अवस्थाको विश्लेषण गरी तयार पारिएको विस्तृत फलादेश समावेश हुनेछ। चौथो फिचर रहेको छ कुण्डलीमा रहेका योगहरू। तपाईँको कुण्डलीमा बनेका योगहरूको नाम, योग निर्माण गर्ने ग्रहहरू तथा तिनका फलादेश सहितको विवरण, 100 भन्दा बढी योगहरू समावेश हुनेछन्। पाँचौं फिचर रहेको छ स्मार्ट सूचना रिमाइन्डर, जसमा तिथि, बार, नक्षत्र, पञ्चक तथा साहित्यका आधारमा व्यक्तिगत सूचना वा अलर्ट सेवा गर्न सकिने सुविधा समावेश हुनेछ। छैटौं फिचर रहेको छ शारीरिक तत्त्व, जसमा कुण्डलीमा रहेका ग्रहहरूको प्रभावका आधारमा पञ्चतत्त्व पृथ्वी, जल, अग्नि, वायु र आकाश मध्ये तपाईँको शरीरमा कुन तत्त्वको प्रभाव बढी छ भन्ने जानकारी गराइनेछ। त्यस्तै सातौं फिचर रहेको छ दशाफल, जसमा हाल सञ्चालनमा रहेको योगिनी दशाको विस्तृत फलादेश र त्यसको जीवनमा पर्ने प्रभावको विश्लेषण समावेश हुनेछ। आठौं फिचर रहेको छ सूर्य सिद्धान्त गणना, जसमा नेपालमा प्रचलित सूर्य सिद्धान्त पद्धतिको आधारमा कुण्डली तथा ज्योतिषीय गणना तयार गर्न सकिने सुविधा रहनेछ। धन्यवाद।